फेरि पनि मेरो मिनी ब्लगमा सबैलाई स्वागत छ र स्वागत सँगसँगै हामी चाहिँ यस्तो गरममा सिलगढी पुगिसक्यौँ र फर्स्टमा काम थियो हाम्रो चाहिँ बाइक सर्भिसिङ र सेकेन्डमा चाहिँ थियो हामी जाँदैछु तपाईँले हेर्नुहुँदैछ गोर्खे सेलुन र गोर्खे सेलुन चाहिँ हामी पुगिसक्यौँ र भाइले चाहिँ एकदमै बिहानको काम गर्दो रहेछ। यो चाहिँ पर्छ सालुगडामा है र सालुगडामा तपाईँलाई इफ सर्भिस चाहिँ केही चाहिन्छ भने तपाईँले गोर्खे सेलुन जाँदा हुन्छ र भाइको चाहिँ हेयर कट सँगसँगै यसले चाहिँ कपाल हाइलाइट गर्ने रे। तर कुन चाहिँ हाइलाइट गर्ने भन्दा चाहिँ अहिले तपाईँले देख्नुहुन्छ भिडियोमा र मैले पनि ट्राई गर्छु भनेर ट्राई गरेर एकदम प्रोसेस लामो भएकोले गर्दा चाहिँ हामी स्नोकर एकछिन खेल्नु गएको थिएँ। तर स्नोकर चाहिँ यसले चाहिँ राम्रै हान्दो रहेछ, यसको प्र्याक्टिस हुँदो रहेछ। तर मैले जतिको चाहिँ हान्दैन जस्तो लागेको थियो, तर कसम भनेको रेला गरेको है, म चाहिँ त्यस्तो खेल्दिनँ है। र फाइनल लुक चाहिँ यसको आइसक्यो, हेर्नुहोस् तपाईँले एज ग्रे चाहिँ कस्तो दामी आएको छ है। र तपाईँलाई पनि यसको सबै इन्फर्मेसन प्राइजहरू सोध्नुहुन्छ भने चाहिँ अबी पेजमा जाँदा हुन्छ। र हामीले त्यहाँ सबै सकेपछि चाहिँ मेरो पनि देख्नुभयो होला। र मैले चाहिँ भाइ बुहारी सबैलाई बिदाबारी लिएर गोर्खे सेलुनबाट चाहिँ बिदाबारी लिइसकेँ। हुन्छ, बाई बाई।